नमस्ते सबैजनालाई, म संगीता सुवेदी आज पुनः एउटा नयाँ भिडियो लिएर तपाईहरु समक्ष उपस्थित भएकी छु। आशा छ तपाईहरु सबै ठिकठाक हुनुहुन्छ, आरामै हुनुहुन्छ भनेर। आज रिट भाग 2 लिएर तपाईहरु सामु उपस्थित भएकी छु। यो भन्दा अघिल्लो रिटसँग सम्बन्धित भाग 1 भिडियोमा मैले रिटको सैद्धान्तिक अवधारणा, त्यसको महत्त्व र सान्दर्भिकता प्रकाश पारेको थिए। आज रिटका प्रकारहरु कसरी सजिलोसँग सम्झिने भन्ने लिंक सहित तपाईहरुलाई रिट कुन अवस्थामा ती रिटहरु जारी हुन्छन् त भन्ने बारेमा प्रकाश पार्ने प्रयास गर्दैछु। सन्दर्भको सुरुवात गरौं रिटका 5 वटा किसिमहरुको नामबाट। बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध र अधिकार परीक्षा। र यी रिटहरुलाई सजिलोसँग सम्झिनको लागि यी रिटको ओरिजिनको नाम अथवा ल्याटिन वर्ड्समा यी रिटहरुलाई के भनिन्छ भनेर लिंक गरेर सम्झिने कोसिस गरियो भने त्यहाँबाट पनि यो सम्झिन धेरै नै सजिलो हुन्छ। सुरुवात गरौं हेबियस कर्पसबाट। हेबियस कर्पस यानी कि बन्दी प्रत्यक्षीकरण। यसको ल्याटिन वर्ड हेबियस कर्पसको मिनिङ हुन्छ सो द बडी अथवा प्रेजेन्ट द बडी, ह्याभ द बडी। त्यसको अर्थ सशर्त शरीर उपस्थित गराऊ भन्ने हो। कुनै पनि व्यक्तिलाई यदि गैर कानुनी तवरबाट थुनामा राखिएको छ भने सो व्यक्ति स्वयं, उसका आफन्त वा साथीभाइहरूले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्न सक्छन् तीनै तहका अदालतमा। बन्दी प्रत्यक्षीकरण एउटा यस्तो रिट हो जुन नेपालको संविधानले तीनै तहका अदालतलाई हेर्ने अधिकार सुम्पेको छ र यो यति महत्त्वपूर्ण रिट हो कि यो संकटकालको समयमा समेत निलम्बन हुँदैन। यस प्रकार रिट दायर भएपछि अदालतले विवेचना गर्छ र यदि त्यो डिटेन्सन अनलफुल छ, इलिगल छ भने सो व्यक्तिलाई रिहाईको लागि आदेश दिने गर्दछ। जस्तै कुनै व्यक्तिलाई गैर कानुनी तरिकाले उलाई पूर्व सूचना नदिइकन अधिकार प्राप्त नभएको निकायले थुनामा राख्यो भने उसलाई रिहाईको आदेश बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत जारी हुने गर्दछ। यो रिटले त्यो व्यक्तिले, सम्बन्धित व्यक्ति जसलाई थुनामा राखिएको छ उसले अपराध गरेको हो वा होइन भन्ने सन्दर्भमा विवेचना भने गर्दैन। केवल उसलाई थुनामा राख्ने प्रक्रिया लफुल छ कि छैन, प्रचलित कानुन बमोजिम रहेर उसलाई अधिकार प्राप्त व्यक्ति वा निकायले थुनामा राखेको छ कि छैन भन्ने मात्र यसमा हेरिन्छ। अर्थात् अर्को भाषामा भन्नुपर्दा थुनामा राख्ने वैधताको परीक्षण गर्ने यो रिटले गर्दछ र थुनामा राख्ने तरिका कानुनी छैन भने रिहाईको लागि आदेश जारी हुने गर्दछ। योसँग सम्बन्धित रहेर नेपालमा धेरै ल्यान्डमार्क जजमेन्ट्सहरु भएका छन्। जस्तै राजेन्द्र प्रसाद श्रेष्ठ 2058 सालको हो यो, विरुद्ध नेपाल सरकारको बन्दी प्रत्यक्षीकरणको रिटमा राजेन्द्र प्रसाद श्रेष्ठ लगायतका व्यक्तिहरूलाई बिना पूर्व सूचना, बिना अदालतको अनुमति थुनामा राखिएको भन्ने ठहर गर्दै अदालतले उनीहरूको रिहाईको लागि बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको थियो। अब यति भनेपछि बन्दी प्रत्यक्षीकरणको बारेमा तपाईहरुले बुझ्नुभयो होला। अनलफुल डिटेन्सनलाई रोक्ने यो आदेशको प्रमुख उद्देश्य रहेको हुन्छ। अब यसपछि परमादेशतर्फ जाउँ। परमादेश म्यान्डमस अर्थात् वी कमान्ड भन्ने यसको अर्थ हुन्छ। कुनै पनि सार्वजनिक निकाय, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफूले पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छैन, गर्नुपर्ने निर्णय गर्न एकदम अविलम्ब गरेको छ, जिम्मेवारीहरू पूरा गरेको छैन र सो किसिमका क्रियाकलापले कुनै पनि व्यक्तिको संविधान प्रदत्त मौलिक हक अधिकार हनन भएको छ भने त्यस्तो अवस्थामा अदालतले, यो चाहिँ सर्वोच्च अथवा उच्चले मात्रै है, सर्वोच्च अथवा उच्च अदालतमा रिट दायर गर्न सकिन्छ र अदालतले त्यो काम गर अथवा गराऊ भनेर चाहिँ आदेश दिन सक्छ। एउटा उदाहरणबाट म प्रश्न पार्न चाहन्छु। सूर्य प्रसाद ढुङ्गेल समेत विरुद्ध गोदावरी नगरपालिका र नेपाल सरकारलाई विरुद्ध बनाई, विपक्षी बनाई दायर गरिएको रिटमा के उल्लेख गरिएको थियो भने मार्बल उत्खनन प्रक्रिया लगायतका अन्य क्रियाकलापले त्यहाँ वरिपरिको जैविक विविधता ह्रास भएको छ, त्यहाँका जैविक विविधतामा
समस्या आएको छ, पर्यावरणीय स्वच्छता घटेको छ लगायत मानिसको स्वच्छ वातावरणमा जिउन पाउने हक हनन भएको छ भनेर रिट दायर भएको थियो र सर्वोच्च अदालतले स्वच्छ वातावरणमा जिउन पाउने प्रत्येक नागरिकको अधिकार हो भन्ने ठहर गर्दै त्यो उद्योगलाई बन्द गर्ने सम्मको र वातावरणसँग सम्बन्धित कानुन निर्माण गरेर त्यसलाई च्यानलाइज गर्ने सम्बन्धी परमादेश जारी गरेको थियो र नेपालको वातावरण संरक्षण ऐन 2053 जुन पहिलो पटक जारी भएको थियो वातावरण संरक्षणसँग सम्बन्धित त्यो ऐन त्यही परमादेशको अथवा त्यही निर्देशनात्मक आदेशको एउटा उपज हो भनेर पनि भन्ने गरिन्छ। यसरी वातावरण संरक्षण, वायु प्रदूषण नियन्त्रण, नदीनालाको संरक्षण लगायत सूचनाको हक र अन्य हकहरूलाई परिचालन गराउनको लागि त्यसलाई इन्फोर्स गर्नको लागि सर्वोच्च र उच्च अदालतले विभिन्न समयमा विभिन्न किसिमका परमादेशयुक्त आदेशहरू जारी गरेको हामी देख्दछौँ। अब अर्को रिटतर्फ लागौँ। थर्ड, उत्प्रेषण, जसको लेटिन वर्ड हो सर्स्योरारी र त्यसको अर्थ हुन्छ टु सर्टिफाई। कुनै पनि तल्लो अदालत अथवा सार्वजनिक निकाय, सरकारी निकाय, न्यायाधिकरण कुनैले पनि त्यहाँ भएको पदाधिकारीले आफूलाई नभएको अधिकार प्रयोग गरेर अथवा भएको अधिकारको पनि क्षेत्राधिकार नागेर ल्याक अफ जुरिडिक्सन र एक्सेस जुरिडिक्सनबाट कुनै पनि किसिमको निर्णय गर्यो, न्यायिक मनको प्रयोग नगरी प्रचलित कानुन विरुद्ध हुने गरी कुनै पनि निर्णय गर्यो र त्यो निर्णयले कसैको मौलिक हक हनन भयो भने त्यस्तो किसिमको निर्णय बदर गर्नको लागि अदालतले उत्प्रेषणको आदेश जारी गर्ने गर्दछ। उत्प्रेषणको आदेश प्रिभेन्सन गर्ने खालको आदेश हो। कुनै पनि निर्णय भइसकेको छ, त्यो निर्णय यदि अनलफुल छ, अधिकार साधिकार निकायबाट भएको छैन, उसले अधिकारको प्रयोग गरेर गरेको छैन र त्यसले हार्म गरेको छ फन्डामेन्टल राइटमा कुनै पनि सिटिजनको भने त्यस्तो बेलामा जारी गरिन्छ। अब अर्को चौथो, प्रतिषेध यानि कि प्रोहिबिसन। अब यो प्रतिषेध र उत्प्रेषण उस्तै उस्तै जस्तो लाग्न सक्छ, यसरी सम्झिनुस्, कहिले पनि बिर्सिनुहुन्न तपाईहरुले। अंग्रेजीमा एउटा भनाइ छ नि, प्रिभेन्सन इज बेटर देन क्योर। प्रिभेन्सन भनेको प्रोहिबिसन, पी बाटै आउँछ, दुईटा सम्झिन पनि सजिलो छ। सर्स्योरारी, उत्प्रेषण, क्योर। अब उत्प्रेषणले के गरेको थियो, जजमेन्ट निर्णय भइसकेको छ त्यसलाई चाहिँ बदर गरेको थियो भने प्रोहिबिसनले के गर्छ भने त्यस्तो किसिमको गैर कानुनी खालको कुनै निर्णय हुँदैछ, अनलफुल डिसिजन मेकिङ हुँदैछ भन्ने किसिमको जानकारी, पूर्व जानकारी छ भने त्यस्तो किसिमको काम नगर्नु भनेर माथतका निकायलाई जारी गर्ने एउटा आदेश हो। प्रतिषेधले भइ नसकेको तर हुन सम्भावना रहेको निर्णयलाई रोक्न मद्दत गर्दछ भने उत्प्रेषणले प्रिभेन्सन अथवा त्यो क्योर अथवा त्यो भइसकेको छ त्यो भइसकेकोलाई रोक्नको लागि है। सर्स्योरारी अर्थात् उत्प्रेषणले क्योर, उपचारात्मक, त्यो भइसक्यो त्यसलाई बदर गर्ने भने प्रोहिबिसन अर्थात् प्रिभेन्सन, त्यसले चाहिँ हुन आँटेको छ त्यसलाई नगर भनेर पहिला नै फरबिड गर्ने, टु स्टप द अफिसियल्स फ्रम डुइङ सच अनलफुल डिसिजन्स। अब लास्टको अधिकार परीक्षा, क्यो वारेन्टो, यसको अंग्रेजी अर्थ हुन्छ विथ वाट अथोरिटी। कुनै पनि सार्वजनिक पदमा त्यो व्यक्ति कुन अधिकारले बसेको छ, यदि त्यो व्यक्ति अयोग्य छ, उसको नियुक्ति प्रक्रिया गैर कानुनी छ भन्ने लाग्यो भने अधिकार परीक्षाको रिट दायर गर्न सकिन्छ र त्यो व्यक्ति गैर कानुनी तवरले त्यो पद इन्जोय गरिरहेको छ, एक्सरसाइज गरिरहेको छ र ऊ एलिजिबल छैन भने कुन अथोरिटीले तिमी त्यहाँ छौ भनेर प्रश्न हुन्छ र उलाई बर्खास्त गर्ने सम्मको अदालतले आदेश जारी गर्न सक्दछ। कुनै पनि सार्वजनिक पदको दुरुपयोग रोक्ने अथवा अयोग्य व्यक्तिलाई सो पदमा जानबाट रोक्नको लागि चाहिँ यो आदेश जारी हुन्छ भन्दा फरक नपर्ला। यसरी 5 वटा रिटहरूलाई हामीले सम्झिने कोसिस गर्यौं। अब म एकदम सर्टमा रिक्याप गर्न चाहन्छु। बन्दी प्रत्यक्षीकरण, यसले अनलफुल डिटेन्सनलाई हाम संविधानले धारा 20 मा दिएको छ नि न्यायको हक, त्यो
हनन हुनेसँग सम्बन्धित छ। यो अनलफुल डिटेन्सन हुन लाग्यो भने त्यसलाई रोक्नको लागि परमादेश कुनै पनि सार्वजनिक निकाय वा पदाधिकारीलाई कुनै पनि जिम्मेवारी पूरा गर भन्नको लागि, त्यस्तै गरी उत्प्रेषण भइसकेको इलिगल डिसिजन जुनमा न्यायिक मनको प्रयोग गरिएको छैन, प्रचलित कानुन विरुद्ध भएर डिसिजन गरिएको छ भने त्यसलाई बदर गर्न, प्रतिषेधले हुन लागेको लिगल प्रोसिड्युर्सको विरुद्धमा गएर अथवा न्यायिक मनको प्रयोग नगरेर अधिकार ल्याक अफ जुरिडिक्सन र एक्स्ट्रा जुरिडिक्सनबाट कुनै पनि व्यक्तिले त्यो काम गर्दैछ एक्सेस जुरिडिक्सन भने त्यसलाई रोक्नको लागि चाहिँ पहिले नै प्रतिषेध प्रयोग हुन्छ र कुनै पनि व्यक्तिको नियुक्ति अथवा उले होल्ड गरेको पोजिसनको क्वेसनसँग सम्बन्धित रहेर चाहिँ अधिकार परीक्षा अथवा को वारेन्टो भन्ने चाहिँ रिटको जारी हुने अवस्था रहन्छ। यसरी यी सबै प्रकारका रिटहरू मध्ये मैले पुनः भन्छु, बन्दी प्रत्यक्षकरण सबै तहका अदालतलाई छ भने बाँकी 4 वटा संविधानले संवैधानिक उपचारको हक हुनेछ भनेर जुन धारा 46 मा भनेर भनेको छ, यी जुन मौलिक हकहरू छन् तिनीहरू प्रचलन गराउनको लागि व्यक्ति नागरिक कुनै पनि नागरिक धारा 133 र धारा 144 प्रयोग गरेर त्यो हकलाई प्रचलन गराउन सक्छ भनेर भनिएको छ। यो 133 मा सर्वोच्च अदालत र 144 मा उच्च अदालतलाई 4 वटा प्रकारको रिटहरू जारी गर्ने अधिकार चाहिँ संविधानले नै प्राप्त गरेको छ। यसरी कुनै पनि रिट जारी गर्नु भनेको मौलिक अधिकार संरक्षण गर्नु र अधिकार प्राप्त व्यक्तिलाई गैर कानुनी कामबाट रोक्नु नै हो। यति भनिसकेपछि तपाईहरुलाई रिट सम्झिन धेरै सजिलो हुन्छ होला भन्ने मलाई लागेको छ। कस्तो लाग्यो आजको भिडियो कमेन्ट गर्न, लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई यस्तै जानकारीमूलक हुने र सम्झिन सजिलो हुने गरी सहज रूपमा बुझाउनको लागि म फेरि अर्को नयाँ भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि तपाईहरु समक्ष कृतज्ञता व्यक्त गर्दै नमस्ते भन्न चाहन्छु। Catch you in my next video. Thank you so much.